साथीहरु, आज पनि म टमाटर बारीमा जाँदैछु डोरी लाउनको लागि। मेरो अब टमाटर बारीमा डोरी लाउने बेला भइसक्यो। हजुरहरुले हेर्न सक्नुहुनेछ। यो चाहिँ मेरो ड्रागन फ्रुट हेर्न सक्नुहुन्छ। यत्रो भइसक्यो ड्रागन फ्रुट खोर्सानी पोहोरको वर्षको फल्दैछ हल्का पुरानो बन्दाकोपीहरु छ। आलु हो मेरो खन्ने बेला भएको छैन। काँक्राहरु छ। यहाँ देख्दैछ काँक्रा हो। यहाँको टनेलको चाहिँ भर्खर हुँदैछ टमाटर। काँक्रा फल्दैछ। जे यत्रो हुँदैछ काँक्रा। हेरौँ कतिको हुन्छ। काँक्रा हल्का फल्दैछ। सागहरु पनि हल्का हुँदैछ। आज म टमाटर बारीको डोरी लाउँछु। के हुन्छ भरेसम्म हेर्न सक्नुहुन्छ। सुरु गर्दैछु। टमाटरको डोरी लाउँदा चाहिँ यस्तो देखिन्छ। मैले अस्ति नै हजुरहरुलाई देखाइसके टमाटरको डोरी लाउने टाइम हुन लाग्यो भन्ने चाहिँ आज लाइसकेको छु। टमाटरको डोरी लाएर मैले यति लाइसके। अब बाँकी लाउनु पर्ने धेरै छ। अब लाउनको लागि म सुरु गर्दैछु। भरे बाँकी म भरे देखाउँछु। घाम लागिरहेको कारणले गर्दा म टोपी लाएर सेफ्टी भएर चाहिँ म काम गर्न गइरहेको छु। डोरीको लागि चाहिँ यस्तै हो। यो धागोको चाहिँ डोरी लाउनु पर्ने छ। हेर्न सक्नुहुनेछ। ल आजको काम मेरो सिद्धिएको छ। आज दिनभरि म चाहिँ टनेलमै काम गरेँ। जस यहाँ यसरी नै डोरी लाउनु पर्ने थियो दिनभरि। आज पनि मेरो बाँकी नै छ काम गर्नुपर्ने कुराहरू। यति नै